हजुरहरु माझमा म मेरो आफ्नो सृजना प्रस्तुत गर्न चाहन्छु, जुन गीत चाहिँ मैले पनि विगत केही वर्ष अगाडि परदेशमा 2-4 वर्ष बिताउने अवसर नै भनौं त्यसलाई, र अनुभव लिने अवसर पाएको थिएँ। त्यति बेला मैले लेखेको गीत आज म हजुरहरु माझमा प्रस्तुत गर्न चाहन्छु, र जुन गीत चाहिँ साच्चै नै मैले आफूले भोगेर परदेशमा रहेको बेलामा आफ्नो नेपाललाई सम्झिएको, मिस गरेको, आफ्नो आमा बुवालाई मिस गरेको, आफ्नो दाजुभाइ गाउँ समाजलाई मिस गरेको कुराहरूलाई मैले गीतमा समावेश गरेको छु। साच्चै नै भोगेर, साच्चै नै त्यहाँ बसेर फिल गरेर लेख्ने कोसिस गरेको छु। हजुरहरूले सुनिदिनुहोस्, मनन गरिदिनुहोस्, सही सुझाव सल्लाह दिनुहोस् भन्दै सुरुमा आज यस हाम्रो कार्यक्रम कवितामय भएको कारणले गर्दा मलाई पनि यस गीतलाई थोरै वाचन गर्न मन लागेको छ। हजुरहरूको अनुमति लिँदै म कविता होइन तर पनि म वाचन गर्ने अनुमति लिन चाहन्छु। नौ डाँडा पारी यो मेरो यात्रा मन बुझौं कसरी, नौ डाँडा पारी यो मेरो यात्रा मन बुझौं कसरी, आत्माको आँसु पग्लेर झर्दा रुन्छु म बेसरी, आत्माको आँसु पग्लेर झर्दा रुन्छु म बेसरी। दैवलाई यस्तो अनौठो मसी कसले पो दिएछ, दैवलाई यस्तो अनौठो मसी कसले पो दिएछ, सुख र दुःख सँगाल्दै आधा जिन्दगी बितेछ, सुख र दुःख सँगाल्दै आधा जिन्दगी बितेछ। बाबा र आमा नरुनु धेरै यो छोरो सम्झेर, मनको बत्ती बालेर राख्नु आउँछु म फर्केर, मनको बत्ती बालेर राख्नु आउँछु म फर्केर। नौ डाँडा पारी यो मेरो यात्रा मन बुझौं कसरी, आत्माको आँसु पग्लेर झर्दा रुन्छु म बेसरी, आत्माको आँसु पग्लेर झर्दा रुन्छु म बेसरी। यो गीत चाहिँ आदरणीय कृष्ण भक्त राईज्यूले सङ्गीत संयोजन गर्नुभएको भने यस गीतलाई मैले आफै सङ्गीत भर्ने कोसिस गरेको छु। दैवलाई यस्तो अनौठो मसी कसले पो दिएछ, हो दैवलाई यस्तो अनौठो मसी कसले पो दिएछ, सुख र दुःख सँगाल्दै आधा जिन्दगी बितेछ, जिन्दगी बितेछ। बाबा र आमा नरुनु धेरै यो छोरो सम्झेर, मनको बत्ती बालेर बस्नु आउँछु म फर्केर, मनको बत्ती बालेर बस्नु आउँछु म
भोलि त कहाँ 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 पुग्नु छ ओ आज छु परदेश भोलि त कहाँ 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 पुग्नु छ जहाँ पुगे पनि मलाई नेपाल प्यारो छ नेपाल प्यारो छ हे मेरी प्यारी नरुनु धेरै मलाई सम्झेर मनको बत्ती बालेर